पहिला टिकटकको यो भिडियो हेर्नुहोस् त्यसपछि यसको फनी कमेन्ट्स पढ्नेछौँ लेट्स गो सस्तोमा दिँदा पनि सामानहरू जाँदैन के अहिले चाहिँ कम्पिटिसन यति धेरै छ नि मार्केटमा है अनलाइन बेसमा झन् कति छ कति हजुरलाई थाहा होला है अनि मैले पहिला के सोच्थेँ भन्दाखेरि सामानमा चाहिँ 150 रुपियाँ मात्रै मार्जिन राखेर बेच्छु सामान चाहिँ गइहाल्छ भनेर सोच्थेँ कि त्यो चाहिँ रङ रहेछ कि सामान कटाउनको लागि सुरु गरौँ पैसा तपाईँले दिने हो कि हामीले सरी साह्रै सस्तो भयो अलिक महँगो मात्र किन्ने बानी छ दिदी मसँग नि छ यस्तो लुगा मेरो नि किनिदिनु न 50% अफमा दिन्छु मार्केट बिगार्ने काम नगरौँ त्यस्तो सस्तोमा दिएर 5 रुपियाँमा दिए नि किन्दिनँ म त क्या राम्रो लुगा भाइलाई भाइटिकामा गिफ्ट दिउँ कि क्या हो निन्छु त लगाउने टालो बेच्न लाग्यो क्या हो यार अबे साले जो माफ करना मैं जो डेलिभरी गर्न कति टाइम लाग्ला नभए छिटो पठाइदिनु मेरो ग्यास फोहोर भएको छ पुस्नलाई नत्र भए नपठाउने भए नगरपालिकाको कार्य आएको बेला हालिदिँदा हुन्छ